सम्पूर्ण किसानहरुमा नमस्कार। यो गाई चाहिँ एब्रोसन भएको अथवा त बाछा तौन तुवाको उनीहरूलाई एब्रोसन भन्छ गाउँमा, नत्र भने तपाईँहरूको भाषा किसानको भाषामा भनेको बाछा तौनलाई त्यो भित्र थियो, मैले गएर निकालिदिएर चाहिँ त्यतिको भएको। धेरै कनेको कारणले गाई नै बसिरहेको थियो। अहिले त्यो निकालिसकेपछि उठेको छ बाछी, सानो पहिलाको त्यो बाछी। फेरि उहाँहरूले गोरु पनि 3 पटकसम्म लगाउनु भएको रहेछ। यो चाहिँ पहिले तालकोले ब्याउने रहेछ, उताबाट 3 चोटिसम्म भएको कारणले सबै फोहोर धेरै पनि भएको रहेछ भित्र। त्यस्तै समस्या केही भएर अनि यस्तो एब्रोसन भयो। अनि आज निकालिदिएर चाहिँ आनन्द छ। गाईको अवस्था अहिलेसम्मको राम्रो छ। अब भोलिको अवस्था कस्तो छ भन्ने कुरा भएको छैन। अहिलेसम्म राम्रो छ, 2 दिन भइसक्यो, राम्रै छ। राम्रो हुन्छ, अलिक राम्रो स्याहार्नु पर्यो, अलि हेर्नु पर्यो क्या। व्यवस्थापनमा अलिकति हेलचक्राइ गर्नु भएन। अलि